यल अंतर सहकारी समन्वय समिति या न्याक्वागु साधारण सभा जुगुदु यल अंतर सहकारी समन्वय समिति या कजी लिसे सर्वेश्वर साकोस्या अध्यक्ष नवीन महर्जन या सभा नायस्वी जुगु जाजोले समिति या वार्षिक प्रतिवेदन बया दिएको ख हामी सबै आफै सहकारी कर्मी भएको हुनाले हामी सबैले यो अहिलेको जल्लो बल्ल जुन यो सहकारीको समस्याको विषयमा चाहिँ हामी आफै जानकार हुनु पर्छ र हामी सजग पनि हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जाजोले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष रामहरि बजगाई यल अंतर सहकारी समन्वय समिति या निवर्तमान संयोजक रोशनी प्याठ श्रेष्ठ मा बंगलामुखी उपभोक्ता सहकारी या संस्थापक अध्यक्ष लक्ष्मण महर्जन कुम्बेश्वर महिला बचत तथा ऋण सहकारी या कोषाध्यक्ष शान्ता लक्ष्मी खड्गी सेटलमेन्ट साकोस्या अध्यक्ष प्रणव श्रेष्ठ समिति यात फिन्टुना देशना दिगु ख अब यस्तै हाम्रा सहकारी जो 15वटा सहकारी संस्था यहाँ छ नि यसलाई अन्तर्गत भएको सहकारी संस्था भनेको समुदायमा आधारित छ नि त। यहाँ हाम्रै घर चिनिया छ, आफ्नै छिमेकी छन्, आफ्ना नातेदार छन्, समाज छ, गुठी छ हैन, भोलि मर्दा पर्दा सबै काम गर्ने सबै छरछिमेकी हुनुहुन्छ। यस्तो व्यक्तिहरूबाट खोलेको सहकारी संस्था कहिले पनि बिग्रिँदैन, कहिले पनि बिग्रिँदैन। अनि त्यस पछाडि सिस्टमलाई, विधिलाई, पद्धतिलाई, हामीले ऐनलाई, नियमावलीलाई, विभिन्न निर्देशिकाहरू, कानुनहरू बन्छ, त्यो कानुनलाई पालना गर्दै संस्था सञ्चालन गर्यौँ भने कहिल्यै पनि हामी डुब्दैनौँ र समुदायमा आधारित हुने सहकारी संस्थालाई अहिले पनि समस्या छैन। दाजु नवीन दाइलाई दिन चाहन्छु उहाँको सफल कार्यकालका लागि। उहाँले यल अन्तरमा यसपालि यल अन्तरलाई नयाँ उचाइमा पुर्याउनु भएको छ। उहाँ हाम्रो यल अन्तरका लागि विशेष के अर्थमा हुनुहुन्थ्यो भने पहिला हाम्रो यल अन्तरको प्रतिनिधित्व जिल्ला सहकारी सङ्घमा मात्र थियो, तर यस वर्ष त अर्को 2वटा थपेर केन्द्रीय उपभोक्ता सङ्घमा पनि पुग्यो। जाजोले नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ या लेखा संयोजक जुया दिगुली अधिवक्ता लक्ष्मण महर्जन व ललितपुर सहकारी संघ सञ्चालक समिति या दुज जुया दिगुली शान्ता लक्ष्मी खड्गिया त सम्मान यागु ख अठे जाजोले यल सहकारी समन्वय समिति या सह संयोजक प्रणव श्रेष्ठ या त संयोजक पद व तननी साकोस्या अध्यक्ष अस्तलाल महर्जन या त सह संयोजक या पद हस्तान्तरण यागु ख यल अंतर सहकारी समन्वय समिति एल या थी छिन्यागु सहकारी संस्था त आबद्ध जिया चंगुदु